साथीहरू, मैले आज एउटा सामान्य कम्प्युटरमा हामी फोल्डर कसरी बनाउने त भन्ने कुरालाई मैले एउटा सानो टिप्समा बताउन खोजेको छु। मैले एउटा सानो टिप्स बनाउन खोजेको छु। लाइक, कमेन्ट, सेयर गरेर साथ सपोर्ट र सहयोगको लागि अपेक्षा गर्दछु। र म यस्तै नयाँ नयाँ टिप्सहरू बनाउने कोसिस गरेको छु र बनाउने छु। र तपाईँको साथ सपोर्ट र माया पाएपछि मैले धेरै अगाडिसम्म नयाँ अपडेट दिने कोसिस गर्नेछु। र आज मैले एउटा सामान्य कम्प्युटरमा सिक्दाखेरि बेसिकमा हामीले सामान्यतया फोल्डर कसरी बनाउने त भन्ने कुरामा मैले विभिन्न तरिकाहरूबाट बताउँछु। र आजको लागि एउटा सामान्यतया हामीले फोल्डर कसरी बनाउने त भन्ने कुरामा हामीले पहिले कम्प्युटरमा राइट क्लिक गर्नुपर्छ। तपाईँहरूसँग माउस छ भने चाहिँ माउसको राइट क्लिक हुन्छ। माउस छैन भनेपछि ल्यापटपमा टच प्याड हुन्छ न तलपट्टि ल्यापटपको, त्यसको दायाँतर्फको क्लिक गर्ने दबाएपछि यस्तै अप्सनहरू आउँछन् र यही अप्सनहरूको बारेमा पनि म बताउने छु। तर आजको लागि नयाँ फोल्डर कसरी बनाउने भन्ने कुरामा बनाउँदाखेरि हामीले राइट क्लिक गरेपछि नयाँ न्यू भन्ने आउँछ। न्यू भन्ने आएपछि न्यू भन्नेमा एउटा फोल्डर भन्ने आउँछ। यता हेर्नु त भयो भने फोल्डर, सर्टकट, बिटाम इमेज, माइक्रोसफ्ट वर्ड डकुमेन्ट, यी इत्यादि सबैहरू कुराहरू हुन्छन्। मैले आज एउटा फोल्डर कसरी बनाउने भन्ने कुरामा मात्र बताउन खोजेको कारणले म एउटा फोल्डरको भने फोल्डर क्लिक गर्दाखेरि नयाँ फोल्डर बनिहाल्छ। अब हामीलाई यसको नाम नाम के राख्ने त भन्ने हामीले ब्याक स्पेस गऱ्यौँ भनेपछि जम्मै हट्छ। अब हामीले त्यसमा के नाम राख्ने त? आफ्नो जसरी फोटोज होस्, हुनसक्छ तपाईँहरू यसमा फोटो मात्र राख्ने एउटा फोटोजको फोल्डर बनाउनु भयो होला भने फोटोज भएपछि हामीले सेभ भयो। हामी यसरी नयाँ फोल्डर बनाउने गर्छौँ।